नमस्ते सबैजनालाई, हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। र आज हामी आएका छौँ सैना महिना रूपन्देहीमा रहेको न्यू एकाडेमी बोर्डिङ स्कुलमा। आज हामी यो स्कुलको टोपोग्राफिक सर्वे गर्नेवाला छौँ। र हाम्रो टिममा छौँ आज म ईश्वर पाण्डे, प्रकाश भुषाल सर, राजेश कर्ती भाइ र भरत रोकाया भाइ। हाम्रो न्यू एकाडेमी बोर्डिङ स्कुलको प्रिन्सिपल सरसँग, टोपलाल भट्टराई सरसँग र मीन प्रसाद सरसँग हामीले कुरा गरेका छौँ। हाम्रो बाउन्ड्री एरिया, हाम्रो बिल्डिङमा भएको स्ट्रक्चरहरू के कता छ, हामीले सबै कुराहरू उहाँसँग गरिसकेको छौँ र त्यसको आधारमा चाहिँ हामीले सबै डाटाहरू लेख्छौँ। र अहिले चाहिँ हामीले मेसिन सेटअप गर्दैछौँ। हाम्रो फर्स्ट स्टेसन चाहिँ ग्राउन्डमा हुन्छ। ग्राउन्डबाट हामीले काम सुरु गर्छौँ र तपाईँलाई मेसिन सेटअप गर्ने कसरी र मेसिनबाट डाटा कसरी लेख्ने भन्ने हाम्रो पुरानो भिडियोमा हामीले राखिदिएको छौँ र धेरैजनाले त्यो भिडियो मन पराउनु भएको छ। त्यसको लागि एकदम थ्याङ्क यू सो मच। र त्यो भिडियो यदि हेर्नु भएको छैन भने हेर्न चाहिँ नबिर्सिनु होला। तपाईँ कुनै पनि स्कुलको सर्वे गर्न जानुहुन्छ भने हामीले सर्वेमा कस्तो कस्तो डाटा लेखिन्छ, जस्तै हामीले स्कुलको बाउन्ड्री वाल मतलब स्कुलको बाउन्ड्री त्यो हेर्नु पर्यो र स्कुलमा भएको बिल्डिङ स्ट्रक्चरहरू के कता छ, स्ट्रक्चरको हरेक कर्नर हामीले लेख्नुपर्छ, हरेक डाटाहरू हामीले लेख्नुपर्छ। र स्कुलमा भएको गार्डन र स्कुलमा भएको क्यानलहरू, प्लेग्राउन्डको स्ट्रक्चरहरू र स्कुलमा भएको गेट सबै लेख्नुपर्छ। स्कुलसँग एट्याच भएको रोडहरू पनि हामीले लेख्नुपर्छ। अझै डाटाहरू हामीले लेखिन्छ, जुन चाहिँ हामीलाई एकदम चाहिने डाटाहरू हुन्छ त्यो अनुसार हामीले लेखिन्छ। हामीले कस्तो छ, हाम्रो यो सर्वेको मेन रिजन के हो, सर्वेको डाटाहरू हामीले के गरेर युज गरिन्छ, त्यो आधारमा चाहिँ हामीले डाटाहरू लेखिन्छ। र यो चाहिँ हाम्रो सेकेन्ड स्टेसन हो। हामीले लगभग 4वटा स्टेसन चाहिँ छुट्याएको छौँ, जहाँ चाहिँ हामीले के गरिन्छ, मेसिन सेटअप गरेर हामीले त्यहाँबाट काम सुरु गरिन्छ। लगभग त्यो 4वटाबाट सबै हाम्रो स्कुलको डाटाहरू चाहिँ कलेक्ट हुन्छ। र सेकेन्ड स्टेसनको पनि हामीले सबै डाटाहरू लेखिसकेको छौँ। अब हामी गइन्छ हाम्रो थर्ड स्टेसनमा। हामीले स्कुलको क्यान्टिनमा खाजा खाँदैछौँ। यहाँको खाना एकदम हेल्दी र मिठो लाग्यो। स्कुलको इन्भाइरोमेन्ट रुखहरूले सजिएको धेरै नै राम्रो लाग्यो। थोरै समय रेस्ट गरेर फेरि काम सुरु गर्ने योजना छ हाम्रो। स्कुलको केटाकेटीहरू देख्दा आफ्नो बच्चा पालाको एकदम याद आयो। त्यो दिनहरू कति रमाइलो थियो। विवेक बसाल भाइ पनि भर्खरै आएका छन्। अब हामी स्कुलको अगाडिको एरियामा छौँ। यहाँबाट हामीले डाटा कलेक्ट गर्छौँ। अहिले मैले चाहिँ स्कुलमा भएको कनेक्ट भएको रोडको डाटा लेख्दैछु, रोडको एज र रोडमा भएको क्यानलको टप र बटमको डाटा लेख्दैछु। स्कुलमा चाहिँ अब छुट्टीको समय भइसकेको छ। स्टुडेन्टहरूको लागि पनि यो एकदमै ह्याप्पी टाइम हो। अब घर जान पाइन्छ भनेर होइन, एकदम खुसी हुँदै गइरहेछन् स्टुडेन्टहरू। हामीले सबै डाटाहरू लेखिसकेको छौँ र यहाँ सरलाई पनि हामीले भनिसकेको छौँ हाम्रो काम सकियो भनेर। अहिलेको लागि आजको सर्वे सकिएको छ र हामी सबैजना बिदा हुँदैछौँ। थ्याङ्क यू सो मच। सबैलाई यति धेरै माया गर्नुभएको छ। हामी नयाँ नयाँ भिडियोहरू ल्याइरहेका हुन्छौँ, जहाँ चाहिँ हामीले केही कुराहरू सिकाउनु कोसिस गर्दैछौँ। अर्को नेक्स्ट भिडियोमा चाहिँ अब हामी डाटा प्लटिङको सम्बन्धी भिडियो गराउँछौँ। हामीले यहाँ लेखेको डाटा चाहिँ हामीले कसरी प्लट गरिन्छ र यो डाटालाई कसरी युज गरिन्छ भनेर हामीले नेक्स्ट भिडियोमा फेरि भेटौँला।